गौतम बुद्ध अस्पतालमा मेरो मुटुको अपरेसन भयो अनि सन्त रामपालजी महाराजको दयाले त्यो अपरेसन सक्सेस भयो। त्यो खर्च पनि तपाईँको सन्त रामपालजीको महाराजको दयाले अब सरकारले पनि त्यसमा 1 लाख रुपियाँ मलाई सहयोगको रूपमा दियो। हाम्रो कान्छो छोरा एकचोटि छतबाट खस्यो, टाउको तल र खुट्टा माथि गरेर। त्यसको मुखबाट ब्लड आयो। नवलपरासीको हस्पिटलमा लग्दाखेरि तुरन्तै रिफाइन गरिदियो कि अब यहाँ हुँदैन। मैले अब भैरवन लगेपछि उसलाई सिटी एक्सरे गरेपछि त्यसलाई सन्त रामपालजी महाराजको दयाले त्यसलाई केही पनि भएन, निको भयो। अहिले ठिक छ। अहिले हाम्रो जेठो छोरो चाहिँ मलेसिया सरकारको वहाँ गएर रोजगारी पाएछ, पैसा पनि राम्रो कमाएछ। अब त्यो लाभ भएछ मलाई। मेरो छोरीको त्यो प्रेत बाधा बहुत ठाउँमा मैले देखाएँ, अब निको भएन र सन्त रामपालजी महाराजको नाम लिएपछि निको भयो।